को काम। अनि प्लास्टिकको बोतल फाल्दा चाहिँ बिरको र बाहिरको प्लास्टिक निकालेर नीलो प्लास्टिकमा फालेर प्लास्टिकको बोतल मात्र सेतो प्लास्टिकमा फालेर पेट्टो बोतलको बक्समा फाल्नु होला। अनि दाम गऱ्यो भने चाहिँ अब कार्टुनहरू फाल्नु पऱ्यो चाहिँ ठुल्ठुलो कार्टुनहरू फाल्नु पऱ्यो चाहिँ यसरी बाँधेरै यसरी त्यो साइडमा हुन्छ त्यहीँ फाल्नु होला। सानोतिनो कार्टुन भयो भने चाहिँ नीलो प्लास्टिकमा फाल्दा हुन्छ। अनि स्प्रे र ब्याट्री फाल्नु परेमा चाहिँ स्प्रे क्यान लेखेको त्यहाँ बक्स हुन्छ त्यसमा मात्र फाल्नु होला। अब यो भनेको चाहिँ अलिक अब डेन्जर पदार्थहरू भएर त्यही भएर अलिक सतर्क भएर फाल्नु होला। अनि अब जस्तै अघि मैले भनिहालेँ यहाँ क्यानको हुन्छ, क्यानमै फाल्ने, यो सिसामा फाल्ने, प्लास्टिकमै फाल्ने। अनि यो चाहिँ नीलो प्लास्टिक फाल्ने हो, त्यो चाहिँ यसमा मात्र फाल्नु होला। अनि यो पहेँलोको चाहिँ पहेँलोमा, दामबरको यो यहीँ हुन्छ। अनि स्प्रे क्यानको यहाँ चाहिँ यसरी नै मिलाएर फाल्नु होला। यो चाहिँ अब फोहोर फाल्ने ठाउँको फोटो यहाँ जस्तै गरेर त्यस्तै छ ठ्याक्कै। यहाँ चाहिँ अब बियरको क्यानहरूको, अब यहाँ सिसाको, यहाँ प्लास्टिकको बोतल भयो, यो नीलो प्लास्टिकको पो, यता अब पहेँलोको छ, यहाँ स्प्रे क्यान छ। अनि ठुल्ठुलो भाँडाहरू फाल्नु पऱ्यो त्यसरी फाल्नु होला। दामबरको अब यिनीहरू कार्टुनहरू पनि यतै साइडमा राख्नु होला। अनि अब खानासाना बनाएर फाल्नु परेमा चाहिँ पानी चाहिँ मजाले यसरी फोटोमा देखाए जसरी तारेर प्लास्टिकमा हालेर नीलो प्लास्टिकमा हालेर फाल्नु होला। अनि अर्को मेन कुरा चाहिँ अब खानासाना केही पकाउँदाखेरि अब माछासाछा तारेर तेल उब्रेमा धेरै तेल छ भने चाहिँ यसरी यहाँ नफाल्नु होला। प्लास्टिकमा हालेर कागज हालेर तेल प्लास्टिकमा हालेर नीलो प्लास्टिकमा हालेर फाल्नु होला। अनि केही नबुझेको कुराहरू छ भने चाहिँ टिचरलाई सोधेर बुझेर गर्नु होला। अनि अब यो मैले भनेको चाहिँ हाचियोजी सीको मात्र हो। अब हाचियोजीबाट बसाइ सरेर कतै जानु परेमा त्यहाँको पनि रुल मजाले बुझेर पालना गर्नु होला। हस् त, राम्रो रुल पालना गरेर गर्नु होला। धन्यवाद।